So hello and welcome नेपाली जनता. It's day 4 of learning coding in VS Code. So आजको चाहिँ भिडियोमा हामी प्रिभियस भिडियोको CSS लाई एक्सप्लेन गरे HTML को CSS लाई एक्सप्लेन गर्नेछौँ. सो भिडियो सुरु गरौँ है त. सो फर्स्ट अफ अल चाहिँ हामी आफ्नो पुरानो प्रोजेक्ट खोल्छौँ जसलाई कि मैले विन्डोबाट सर्च गरेर VS Code सर्च गरेँ. र हाम्रो VS Code को कोड चाहिँ लाइक दिस आइसकेको छ र यो चाहिँ HTML कोड रहेको छ. हामीले यसमा इनलाइन CSS युज गरेको थियौँ र मैले फर्स्ट प्रोजेक्टमा नि इनलाइन CSS युज गरेको थिएँ. हेर्न सक्नुहुन्छ. इनलाइन CSS युज गर्नुको चाहिँ फाइदा के हो भने यसरी फाल्टै JS को जसरी फाइल बनाउनु पर्दैन. JS पनि हामी केही भित्र लेख्न सक्छौँ तर JS को कुरा चाहिँ अहिले नगर्ने हामी स्टाइलको कुरा गर्दैछौँ. सो म फेरि पनि भनिदिन्छु, म अहिले लाइभ सर्भर खोलिरहेको छु. सो स्टाइल भनेको चाहिँ के हो भन्दाखेरि तपाईँहरूको वेबसाइटलाई अलाइनमेन्ट गराउने, प्रोफेसनलिटी दिने, रङ रोगन जे पनि हुन्छ त्यो सबै काम चाहिँ स्टाइलले गर्छ. डेकोरेसन गर्ने सबै काम, अलाइनमेन्ट गर्ने सबै काम चाहिँ स्टाइलले गर्ने, style.css ले गर्ने हो. सो अहिलेको लागि चाहिँ मैले यहाँ हेर्न सक्नुहुन्छ, यहाँ कोड लेखेको छु. हाम्रो यहाँ स्टाइल ट्यागभित्र जति पनि कोड छ हाम्रो स्टाइल ट्यागभित्र छ. यहाँ स्टाइल ट्यागको इन्डिङ ट्याग हो र यो ओपनिङ ट्याग हो. सो यसलाई चाहिँ म अहिले अलाइनमेन्ट गरिदिन्छु है त तपाईँहरूको इजीको लागि. र लाइक दिस मैले चाहिँ आफ्नो विन्डोलाई अलाइनमेन्ट गर्दैछु. तपाईँहरूलाई म कोड बुझाउन सजिलो हुन्छ. सुरुमा चाहिँ हामी बडीको कुरा गरौँ. बडी भनेको चाहिँ पुरा वेब पेज हो. जति पनि यो हाम्रो index.html को यो देखिरहनु भएको छ यो पेज, यो सबै बडी हो. यो कन्टेन्ट जे पनि आइरहेको त्यो कन्टेन्ट बडीभित्र आइरहेको छ. त्यस्तै गरी हाम्रो जुन यो बडी जुन छ यो बडीले हाम्रो बडीभित्र यहाँ के आइरहेको छ, फन्ट फ्यामिली, ब्याकग्राउन्ड कलर र प्याडिङ आइरहेको छ. फन्ट फ्यामिली भनेको चाहिँ यसको फन्टको कलर दिने, फन्टको स्टाइल दिने, त्यही हो है फन्ट फ्यामिलीको काम चाहिँ. त्यस्तै गरी ब्याकग्राउन्ड कलर हामीले व्हाइट राखेका छौँ र यो ब्याकग्राउन्डको कलर यो जुन छ यो व्हाइटै छ. सो त्यस पछाडि एकदम इजी छ, यी स्टेपमा बुझिहाल्नुहुन्छ. ब्याकग्राउन्ड कलर व्हाइट भनेको. प्याडिङ भनेको चाहिँ अलिकति कम्प्लिकेटेड छ जुन चाहिँ हामीले 40 पिक्सल दिएका छौँ. प्याडिङ भनेको चाहिँ पेजको एज र कन्टेन्ट बिचको स्पेस दिने जुन ठाउँ हुन्छ त्यसलाई चाहिँ प्याडिङ भनिन्छ. म तपाईँहरूलाई एउटा सिम्पल चार्ट देखाइदिन्छु, तपाईँहरूले यो हेरेर बुझ्न सक्नुहुन्छ प्याडिङ भनेको के हो. सो त्यस पछाडि H1 मा चाहिँ हाम्रो टेक्स्ट अलाइन सेन्टर छ जुन चाहिँ हाम्रो हेडिङ छ. यो हेडिङ हो. हामीले HTML बुझेको थियौँ. हेडिङमा हामीले कन्ट्याक्ट फर्म लेखेका थियौँ र H1 लाई चाहिँ हामीले टेक्स्ट अलाइन सेन्टर गर्नुको कारण के हो भन्दाखेरि चाहिँ नि टेक्स्ट अलाइन सेन्टरले हेडिङलाई सेन्टरमा राख्छ. मैले फेरि पनि भने र पेज ब्यालेन्स देखाउँछ. युजरको एटेन्सन फर्मतिर जानको लागि हामीले चाहिँ यसलाई अलाइनमेन्ट सेन्टर गरेको. हेर्दा पनि क्याची छ नि एकदम सेन्टरमा. सो लाइक दिस. त्यस पछाडि हामीले फर्म ट्याग युज गरेका छौँ. फर्मभित्र चाहिँ ब्याकग्राउन्ड व्हाइट छ. तपाईँहरूले नोटिस गर्नु भएको छ कि छैन, हाम्रो जुन यो फर्मको ब्याकग्राउन्ड जुन व्हाइट छ नि यो बडीको व्हाइट र बडीको व्हाइट भन्दा यो अलि निकै नै व्हाइट छ. तपाईँहरूले हेर्न पनि सक्नुहुन्छ लाइक दिस. यो व्हाइट र यो व्हाइट अलिकति डिफरेन्स छ किनभने हामीले चाहिँ यहाँनिर प्योर व्हाइट लगाएका छौँ र यहाँ चाहिँ ब्याकग्राउन्ड कलरमा यो पुरै व्हाइट छैन, यो अलिकति लाइट व्हाइट छ. त्यही भएर हाम्रो अलिकति डिफरेन्स आइरहेको छ. त्यस्तै गरी प्याडिङ 20 पिक्सल भनेको चाहिँ हामीले अघि पनि भन्यौँ. यो तपाईँहरूले अलिकति चार्ट हेर्नु भने चाहिँ बुझ्नुभयो होला प्याडिङको काम के हो भनेर. त्यस्तै गरी म फेरि पनि भनिदिन्छु, फर्म बाहिरको कन्टेन्टलाई ब्रिदिङ स्पेस दिन्छ. इनपुट र बोर्डर चिपसेटलाई अलि राम्रो देखाउँछ है त प्याडिङले चाहिँ. त्यस्तै गरी अब चाहिँ सिम्पल स्टेपमा म्याक्स विथ 400 भन्नुको काम चाहिँ के हो भन्दाखेरि फर्मलाई फिक्स साइजमा लिमिट गर्छ. यसले चाहिँ लार्जर स्क्रिनमा पनि फर्म ओभर वाइड हुँदैन. जसलाई मैले यो स्क्रिनलाई अलि सानो बनायो भने पनि यो कम्फर्टेबल छ र यो स्क्रिनलाई अलि यता ठुलो बनायो भने पनि अटो कम्फर्टेबल छ है त. हामीले चाहिँ फिक्स हाइट दिएको क्या यसलाई. अनि मार्जिन अटो भनेको चाहिँ अटोमेटिक सबै कुरा मार्जिन भइहाल्छ. मतलब फर्मलाई होरिजेन्टली सेन्टरमा राख्छ. रेस्पोन्सिभ डिजाइनको बेसिकमा रुल हुन्छ मैले भने नि. अब हामीले यसलाई स्लाइडरले तान्यौँ भन्ने पनि केही छैन, स्लाइडरले त ल्यायौँ भन्ने पनि केही छैन. त्यो चाहिँ केले गर्यो, मार्जिनले गर्यो. त्यस पछाडि इनपुटमा टेक्स्ट एरियाभित्र हामीले विथ 100% र प्याडिङ सायद 8 पिक्सल दिएका छौँ. सो त्यस पछाडि विथ 100% दिनेको काम चाहिँ के भन्दाखेरि इनपुट फिल्ड फर्मको फुल विथ लिन्छ. मोबाइल र डेस्कटप दुवैमा क्लिन देखिन्छ है त. हामीले विथ 100% दिनेको काम चाहिँ बुझ्नुभयो होला. त्यस पछाडि प्याडिङ 8 पिक्सल भन्नुको काम चाहिँ के हो भने टेक्स्ट र इनपुट बोर्डर बिच स्पेस दिन्छ. टाइपिङ एक्सपिरियन्स इम्प्रुभ हुन्छ है त. सो यो टेक्स्ट इनपुट एरिया भनेको यो जुन पनि
खाली ग्याप छ नि यसलाई हामीले 8 पिक्सलको ग्याप राखेका छौँ। यो इन्टरियर नेम र इमेलको बिचको जुन यो बोर्डर र यो इमेल छ नि यो यसको खाली ग्याप चाहिँ 8 पिक्सल छ। यही भनेको है यो ग्यापलाई चाहिँ हामीले इनपुटको टेक्स्ट एरियाभित्र राखेको। त्यस पछाडि ब्याकग्राउन्ड कलर भनेको ब्लू छ, यो चाहिँ हाम्रो बटमको हो। बटमको कलर हेर्न सक्नुहुन्छ ब्लू नै छ। त्यस पछाडि कलर भनेको व्हाइट, सब्मिटको कलर व्हाइट छ। त्यस्तै गरी बोर्डर भनेको नुन हामीले बोर्डर दिएको छैनौँ अहिलेको लागि। डिफल्ट अग्ली बोर्डर रिमुभ गर्नको लागि मोडल लुक दिन्छ, त्यही भएर हामीले नन राखेका छौँ। अनि त्यस पछाडि प्याडिङ 10 पिक्सल, प्याडिङको बारेमा धेरै कुरा भनिसकेँ। त्यस पछाडि कर्सर चाहिँ पोइन्टर राखेको छ, यो चाहिँ तपाईँहरूको लागि नयाँ कुरा हुन्छ। कर्सर पोइन्टरको राख्नुको कारण चाहिँ के हो भने अहिले नर्मल कर्सर हेर्नुहुन्छ भने यस्तो छ, र मैले जब लान्छु त्यहाँ चाहिँ एउटा ह्यान्डको सिम्बल आइरहेको छ। यही यो पोइन्टर राख्नुको कारण चाहिँ क्लिक गर्नको लागि यो पोइन्टर आउँछ है त। सो भिडियो चाहिँ एकदमै धेरै इजी स्टेपमा सकिसकेको छ। सो फाइनल कन्सेप्ट चाहिँ के हो भन्दाखेरि नि यो CSS सिम्पल छ तर यो रियल प्रोफेसनल फर्मको बेस हो। नेक्स्ट भिडियोमा चाहिँ हामी इम्प्रुभ CSS सिक्नेछौँ अथवा इम्प्रुभ HTML सिक्नेछौँ, जुन चाहिँ हामीले कन्ट्याक्ट फर्मलाई अझै इन्हान्स गर्नेछौँ। त्यस पछाडि भिडियो चाहिँ हेल्पफुल लाग्यो भने मेक स्योर टु लाइक, सेयर एन्ड सब्सक्राइब। अनि त्यस पछाडि आजको लागि यति नै। हस्त नमस्ते, जय नेपाल।